धन्यवाद छ यस कार्यक्रमका सभापति र यस समारोहका महासम्मान तथा उहाँको लागि आयोजना गरिएको यस कार्यक्रम पद्मरत्न दाई हामीहरू पद्मदाई भनेर भन्ने गर्छौँ। मलाई 2 मिनेटको समय भन्नुभयो। 2 मिनेटको समयमा म 2टा कुरा चाहिँ भन्न चाहन्छु। पद्मदाईको बारेमा जति व्याख्यान गरे पनि जति कुरा गरे पनि त्यो अनन्त छ, त्यो कहिले टुङ्गिँदैन, घन्टौँ घन्टौँ लाग्छ। तर 2 मिनेटमा म 2टा कुरा गर्न चाहन्छु। एउटा कुरा के छ भन्नुहुन्छ भने पद्मदाई यस्तो व्यक्तित्व हो, उहाँले भर्सक कोही व्यक्ति उहाँसँग आउँदाखेरि केही कुरा भन्दाखेरि उहाँ भर्सक नाइ हुन्न भन्न नसक्ने मान्छे। त्यो कारणले गर्दाखेरि उहाँ अत्यन्तै पपुलर हुनुपर्ने एउटा कारण त्यो पनि नो त्यसै भन्नुहुन्थ्यो, त्यस्तै पऱ्यो भने मात्रै उहाँले नो भन्नुहुन्थ्यो। त्यसै कारणले पनि उहाँ एकदमै पपुलर मान्छे हुनुहुन्छ। उहाँलाई हामी कुन पक्ष के आस्था भनेर चिन्दैनौँ, उहाँलाई हामीले चिन्ने भनेको उहाँ कस्तो मान्छे हुनुहुन्छ। मैले जानेको उहाँको मान्छे उहाँ भनेको यो टिचिङ हस्पिटलमा जब त्यो 19 दिने हाम्रो आन्दोलन भएको थियो, त्यो कर्फ्यू लागेको थियो, पहिलो दिन त्यहाँ हामी पुगेका थियौँ। त्यहाँ पुग्दाखेरि पहिला हामीहरू कर्फ्यू तोड्ने हामी निर्णय भइसकेपछि तोड्न त तोड्ने, अब के गर्ने। अब यो कर्फ्यू तोडिँदाखेरि हामी मारिन पनि सक्छौँ, त हामी मर्ने कि नमर्ने, यो राष्ट्रको लागि हामीले मर्दा फाइदा हुन्छ कि हामीले फेरि बाँच्नु पर्दा अथवा बाँचेर बस्दा फाइदा हुन्छ भनेर सोध्ने व्यक्ति पद्मरत्न तुलाधर पद्मदाई हुनुहुन्थ्यो। त्यही विषयमा धेरै लामो छलफल भयो, 2-3 घन्टे छलफल भयो। मल्लदाई त्यही हुनुहुन्छ, हाम्रो कपिलजी त्यही हुनुहुन्छ, धेरै डाक्टरहरू हुनुहुन्थ्यो, धेरै लामो छलफल भयो। अनि उहाँले एउटा कुरा के भन्नुभयो भने हामीहरू जाने यो राष्ट्रलाई हाम्रो आवश्यक मर्दाखेरि पनि छ, जिउँदाखेरि पनि छ। मर्दाखेरि पनि त्यसले एउटा टेम्पो पक्रिन्छ र आन्दोलन सफल हुनलाई चाहिँ त्यसले बल पुग्छ। त्यो कारण हामी जानमा दुविधा भएन। अब हामीलाई गोली हान्यो भने, अगाडिबाट गोली हान्यो भने अगाडिको मान्छे त ढल्छ, के गर्ने भन्ने कुरा हुँदाखेरि उहाँले के भन्नुभयो भने अगाडि मान्छेलाई गोली हान्दाखेरि ढल्यो भने पछाडिकोले तान्ने, बोक्ने, लाने, यी इमर्जेन्सी छ यिनै लाने र पछाडिको मान्छे फेरि अगाडि बढ्ने। तर हामी अगाडि बढ्ने, हाम्रो ज्यानको पर्वाह नगर्ने भन्ने एउटा निर्णयमा हामी पुग्यौँ। त्यो निर्णयको स्रोत र त्यसको निम्ति ऊर्जा दिने व्यक्ति पद्मरत्न तुलाधर अथवा पद्मदाई हुनुहुन्थ्यो। मैले यो किन भनिरहेको छु भन्नुहुन्छ भने उहाँको अभियान, उहाँ परिवर्तनको निम्ति आन्दोलनकर्ता सबै कुरा हुनुहुन्छ, तर ज्यान जोखिममा राखेर ज्यान समेत अर्पण गर्छु भन्ने कमिटमेन्ट भएको मान्छे हामी हत्तपत्त पाउँदैनौँ। मैले विचार गर्दाखेरि पद्मदाई त्यतिखेर अहिले मेरो जुन उमेर छ त्यो उमेरको हुनुहुँदो रहेछ। मलाई थाहा छैन यो उमेरमा म त्यो जोखिम उठाउन सक्छु कि सक्दिनँ। त्यो कुराले चाहिँ म एकदमै प्रभावित पद्मदाईसँग छु र उहाँसँग मेरो आज 2-3वटा कार्यक्रम यसपछि थियो, मैले सबै क्यान्सल गरेँ। पद्मदाईको कार्यक्रममा अन्तिम अवस्थामै रहन्छु, बस्छु भनेर म यहाँ बसेँ। म अत्यन्तै प्रभावित छु। अर्को कुरा के छ भने 2टा कुरा भनेको थिएँ। अब अर्को कुरा म भन्न चाहन्छु, पद्मदाई त्यत्रो ठुलो योगदान गर्ने मान्छे व्यक्ति, उहाँलाई हामीहरूले चाहिँ यो आन्दोलन ताका भन्नुहोस् अथवा जुन संविधान सभाको चुनाव भइसकेपछि राष्ट्रपति कसलाई बनाउने भन्ने कुराहरू पनि चलिरहेको थियो। त्यो ताका चाहिँ हामीहरू नेताको घरहरूमा जान्छौँ, पद्मदाईकै नेतृत्वमा हामी जान्थ्यौँ र त्यसमा हामी C9 भन्ने पनि थियौँ। त्यो C9 को व्यक्ति कथा छ, 2 मिनटमा भ्याउँदैन, त्यो म कुरा गर्दिनँ। तर हामीहरू प्रचण्डकोमा पुग्दाखेरि त्यहाँ प्रचण्ड बाबुराम हुनुहुन्थ्यो, प्रचण्ड बाबुरामलाई राखेर मात्रै कुरा गर्नुहुन्थ्यो। हामी नागरिकसँग, हामी C9सँग। र उहाँले कुरा गर्दाखेरि त्यो समयमा प्रचण्डले प्रस्ताव गर्नुभयो, हामीहरू अगाडि प्रस्ताव गर्नुभयो।
उहाँले के भन्नुभयो भने हामीहरूले चाहिँ अब राष्ट्रपतिको चुनाव आएको छ, राष्ट्रपतिको चुनावको निम्ति म पद्मरत्न दाईलाई, उहाँले पद्म दाई नै भन्नुहुँदो रहेछ, पद्म दाईलाई चाहिँ हामी प्रपोज गर्नेवाला छौँ, हामी प्रपोज गर्छौँ भनेर भन्दाखेरि हामी खुसी भएका थियौँ। यो एकदमै राम्रो कुरा हो। तपाईँले चाहिँ नागरिक समाजलाई तपाईँले दिएको यो एउटा रिकग्निसन हो, सम्मान हो, त्यो हामी खुसी छौँ भनेर हामीले भनेका थियौँ। तर पद्म दाईले त्यहाँ भन्नुभयो, होइन म मान्दिनँ, म हुन्न, म राष्ट्रपति उम्मेदवार हुन अथवा राष्ट्रपतिको लड्नको निम्ति त्यो पदको निम्ति म आन्दोलनमा नागरिक समाजमा लागेको होइन। त्यसो अध्यक्षज्यू, तपाईँको जुन यो सद्भाव छ त्यसको निम्ति तपाईँलाई हार्दिक रूपमा म धन्यवाद दिन्छु। तर तपाईँले दिनुभएको जुन यो अफर छ त्यो म मान्दिनँ भनेर उहाँले नम्र भाषाले उहाँले चाहिँ अस्वीकार गर्नुभयो। त्यसैले उहाँ एउटा जुन व्यक्ति हुनुहुन्छ, हामी सबैले गर्व गर्नुपर्ने नागरिक आन्दोलनमा, यो मानवाधिकार आन्दोलनमा गर्व गर्ने व्यक्तित्व हुनुहुन्छ। त्यो व्यक्तित्व चाहिँ हामीले पाएका छौँ र उहाँको दीर्घायु र उहाँको यो सम्मान सदा सधैँ रहिरहोस् भन्ने शुभकामना सहित म आफ्नो कुरा यही टुङ्ग्याउँछु। धन्यवाद।